ओए गाडी हाक्न आउँदैन भने सल्लाह घारीमा गएर सिक्नु स्टुपिड। इंग्लिशमा सी, नेपालीमा सी, म्याथमा डी, अब भान्छु तेरो हड्डी। सामाजिकमा सी, ओपीटीमा डी। हन तैले नर्सरीमा सी र डी मात्र पढेको थिइस् कि क्या हो? होइन बाबा, ए र बी पनि पढेको थिए। अनि खोइ त ए र बी को त नाकमुखै देख्दिन त। ए र बी को नाकमुखै हुँदैन अनि कसरी देख्नुहुन्छ त बाबा? चुप लाग, अझ बढ्ता बोल्छस् तँलाई भारी बोक्नु पठाउँछु पक। साइन्समा के आएछ? धन्न साइन्समा चाहिँ एनजी आएछ। साइन्समा पनि डी आएको भए तैले डी फर डन्डा भेट्थिस् मेरो। बाबालाई एनजी भनेको थाहै छैन रहेछ। एनजी भनेको विषय लागेको हो के? यो साइन्समा फेल भइसक्यो। त साइन्समा फेल भएको हो? फेल भएको होइन के बाबा, अलिकतिले पास चाहिँ नभएको। पास नभएकोलाई त फेल भएको भन्छ नि गोरु। कस्तो चाहिँ छोरा जन्मेछ हौ? यो सब तेरो आमाको गल्ती हो। त्यो रात तेरो आमाले मलाई रोकेको भए आज यस्तो नालायक छोरा हुँदैन थियो हाम्रो। के मेरो गल्ती रे? आफू कन्ट्रोल गर्नु सक्दैन अनि अहिले आएर मलाई दोष नलगाऊ है। तिमीलाई दोष नलगाएर कसलाई लगाउनु त? मैले तिमीलाई 100 चोटि भनेको थिएँ यसलाई फोन नकिन्दिम, यसको पढाइ बिग्रिन्छ भनेर। तिमीले मान्यौ? अनि दिन रात फोन चाहियो भनेर किचकिच गरेपछि के गर्नु त मैले? घुममा आएर एक झापड दिनु पर्दैन? हेर तिम्रो छोराको रिजल्ट सबमा फेल भएको छ। आँखै अगाडि झुट नबोल्नु न हौ बाबा। साइन्समा मात्र फेल भएको हो मम्मी, अरू त सबैमा पास भएको छु। त्यसलाई पास भएको भनिँदैन, झुन्डेर पास भएको भनिन्छ। सबमा सी र डी मात्र छ, बी पनि ल्याउन सकेन गधाको बच्चाले। आफूले आफैलाई गधा भन्नुभएको बाबा। ए नाति, कसरी बिग्रियो हो तेरो रिजल्ट? एक्जामको बेला त सब लेखे भन्दै थिइस् हैन? लेख्न त सबै लेखेको हो के हजुरबा, तर सही लेखे कि गलत लेखे भन्ने कुरामा चाहिँ कन्फ्युज थिएँ के म। म पनि एउटा कुरामा कन्फ्युज भइरहेछु। के कुरामा बाबा? तँलाई चप्पलले हानुम कि जुत्ताले हानुम भन्ने कुरामा। तैले गर्दा हाम्रो परिवारको नाम खराब भयो। आजसम्म हाम्रो परिवारमा कोही फेल भएको थिएन। फेल हुनलाई त पढ्नु पर्यो नि। 5 क्लास भन्दा माथि कोही पढेका छैनन्, अनि कसरी फेल हुन्छन् त? बात त सही है। म बरु 10 क्लाससम्म पढे। तेरो बाउको खानदान होइ नपढ्ने चाहिँ मेरो माइतीपट्टिको त सब पढे लेखेका छन्। हो सब पढे लेखेका छन्। त्यही भएर त बिरालोले बाटो काट्दा एक बाइला पनि अघि बढाउँदैनन्। ए बल्ल याद आयो, म साइन्सको एक्जाम दिन जाँदा बिरालोले बाटो काटेको थियो। त्यही भएर पो म साइन्समा फेल भएको रहेछु। तिमीहरू बुढाबुढीको झगडाले गर्दा यसले बहाना पायो। त्यही भएर छोराछोरीको अगाडि झगडा नगर भनेको मैले गरेको हो र? सुरुमा उसले त कुरा झिकेको नि। कुरा मात्र होइन, धेरै बोल्यो भने अहिले छुरा पनि झिक्छु म। देख्नुभयो बुवा, देख्नुभयो? छुरा झिक्छु भन्दैछ। खुलेआम धम्की दिइरहेछ मलाई। धम्की खुलेआम नदिएर के तेरो कानमा आएर दिन्छ त? ए बुवा, तपाईँ पनि खाली बुहारीको साइड लिनुहुन्छ भन्या? मैले कसैको साइड लिएको होइन। तिमीहरू दुईजनालाई